सो बिहान बिहान यस्तो भयो आज चाहिँ मेरो बाबु र बुढीलाई सधैँभरि यसरी नै खुसी राख्न सो अलराइट गाइज आइपुग्छौँ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि बिहान काम गर्नुको छुट्टीमा जान्छ। म चाहिँ आलु उसिन्नेतिर लागेँ। त्यसपछि हाम्रो पसल बिहानै अब चट्टो खोल्नतिर लागेँ। सधैँभरि बुढी बिहान उठ्ने भएकोले आज शनिबार परेकोले म चाहिँ आज बिहानै बुढीलाई थाहै नदिकन बिहान उठेर छिटो काम गर्छु भनेर फटाफट काम गर्नेतिर लागेँ। धेरै जसो बिहानमा बुढी उठेर काम गर्ने भएकोले मलाई बिहान उठेर अलिकति काम गर्न चाहिँ अलिक गाह्रो नै भइरहेको थियो। सबै कुराहरू बिर्सिसकेको थिएँ, तर पनि म आफूले काम गरेको कुराहरू चाहिँ अलिअलि पनि याद भएर काम गर्नतिर लागेँ। अलिअलि गाह्रो अलिअलि सजिलो भइरहेको थियो। अनि हजुरहरूलाई थाहा नै छ बिहान उठेर काम गर्नुको मजा नै बेग्लै छ। बिहान जेरीको लागि चिनी पानी रेडी गरेर चट्टो लाएर म चाहिँ अब आगो फुक्नलाई दाउरा लिनतिर लागेँ। दाउरा छिटो गरेर दाउरा ल्याइसकेपछि मलाई फेरि आगो बाल्नलाई उत्पातै गाह्रो भइरहेको थियो। सकि नसकी बल्ल आगो पनि बालेर भ्याएँ। त्यसपछि म अब सबै रेडी भइसकेपछि अब आफू पनि फ्रेस हौँ न त। अब सबै चिज रेडी भइसक्यो भनेर म चाहिँ चट्ट लाएर सिटी बजाउँदै अब चट्ट लाएर ब्रस गर्न र मुख धुनुतिर लागेँ। फ्रेस भएर चट्ट रेडी भइसकेपछि अब फेरि ट्याङ्की लगाएर आफ्नो काम गर्नतिर लागेँ। पकौडा र दुनोटको लागि चट्ट लाएर मैले पकौडाको लागि रेडी गरेँ, दुनोटको लागि पनि चट्ट रेडी गर्दै मजाले काम गर्नतिर लागेँ। हजुरहरूलाई थाहा नै छ बुढी फेरि धेरै हात्तिन्छ। म चाँडै उठेर तापाएर मसक पत गएँ। तल झरिसकेको थियो। बुढी आइसकेपछि बुढीलाई नि यसो हग गरेर माया गरिदिउँ न त भनेर बुढीलाई चिस्काउँदै बुढीलाई हग गर्नतिर लागेँ। बुढी पनि मुसु चट्ट लाएर म चाहिँ पकौडा बनाउनतिर लागेँ। साइडमा मोबाइल राखेर भिडियो पनि बनाउँदै पकौडा ड्याङ लाएर पकौडा बनाउनतिर लागेँ। त्यसपछि जिन्दगीमा मरिलानु के छ त भनेर मैले आफ्नो बुढीलाई चट्ट बोलाएर बुढी आउँ त भनेर यस्तो गरेको। बुढी ओहो गर्दै आउँदै बुढीसँग रमाइलो गर्दै पनि काम गर्दै पनि इन्जोय गर्दै पनि आलुचप पनि रेडी भइसकेको थियो। अनि सधैँको जसरी मैले समोसा बनाउनतिर लागेँ। समोसा रेडी भइसकेको थियो। मैले भिडियो लामो हुने भएकोले काटेर सकेसम्म अनि जतिसुकै दुःख र कष्ट भए पनि एक दिन चाहिँ मेरो बुढी र बाबुलाई संसारकै सबैभन्दा धेरै खुसी दिन चाहन्छु। एकदमै माया र खुसी। अनि फेरि सोध्नु होला हजुरहरूले यस्तो गरिमा आगोमा किन पकाउनु भएन? आगोमा पकाएको स्वादै बेग्लै आउँछ, मिठो र स्वादिलो हुन्छ। त्यसै कारणले बाबु पनि ट्याक्क लाएर 8 बजी उठिसकेको थियो। बाबुलाई नै हँसाउँदै रमाउँदै बाबुलाई जिस्काउँदै बाबुलाई नि ल्याइसकेको थियो। बाबु फेरि आफ्नै पारा आफ्नै स्टाइलले समोसा खान काम गर्दै थिएँ। भतिजहरू फेरि चट्ट लाएर अङ्कल चिकन चटपट बनाउनु पऱ्यो भने बिहान चिकन चटपट खोज्न आएँ। म चाहिँ ओके चिकन चटपट चाहिँ मलाई बनाउन मजा लाग्ने भएर चिकन चटपट बनाउन ड्याङ बनाएर बनाउनतिर सो साथै भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। एकदमै सपोर्ट गरिदिनु होला। हजुरहरूको सपोर्टको एकदमै जरुरत छ। मन परेमा सेयर पनि गरिदिनु होला।